आज हाम्रो देशको प्रधानमन्त्री विदेशीको राजदूतको अगाडि घुँडा टेकेर नमस्कार गरेका फोटासम्म भाइरल भयो। नेपालको प्रधानमन्त्री विदेशीको राजदूतको घरको फोटोहरू भाइरल भयो। त्यति मात्र होइन, एउटा विदेशबाट आएको सामान्य सरकारी कर्मचारीले देशको प्रधानमन्त्रीलाई उफरगौडी हालेर फोटो र भिडियो खिचेका सब कुराहरू भाइरल भए। किन भयो भने परराष्ट्र नीति हामीले अवलम्बन गर्न जानेनौँ। यदि पृथ्वीनारायण शाहको यो दिव्य उपदेश हामी सबैले पढेको भए, सिकेको भए, राजनीति गर्ने मान्छेले सायद यो हुँदैन थियो कि भन्ने मलाई लाग्छ। एउटा शासक गलत पर्ने बित्तिकै देशका जनताको भविष्य सकिन्छ भन्ने कुरा आम सर्वसाधारण जनता, पब्लिक, पत्रकार, आज यो देशमा यदि सबभन्दा कोही जिम्मेवार छ भने पत्रकार छ। आज तपाईँले भिडियो कन्टेन्ट चलाउनका लागि समाजलाई दुर्गन्धी बाटोतिर चलाउनु हुँदैन। विदेशीको माया सस्तो देखिन्छ भन्नुभएको छ। विदेशीको माया सस्तो देखिन्छ तर त्यसको मूल्य राष्ट्रले तिर्नुपर्छ। व्यापार गर तर राज्य नबेच, साथी बनाऊ तर मालिक नबनाऊ भन्नुहुन्छ। अब अर्को कुरा उहाँले गर्नुभएको छ श्रीपाद महाराजले, देश बलियो हुन पहिला जनता बलियो हुनुपर्छ। प्रजा भोकै राखेर दरबार टिक्दैन, न्याय बिना शासन बालुवामा बनाएको घर हो। आज ठ्याक्कै यही कुरा लागु हुन्छ। ल हेर्नुहोस्, देश बलियो भयो, जनता बलियो हुनुपर्छ, प्रजा बलियो। आज जनता बलियो छैन त देश कसरी बलियो हुन्छ? आज देशमा हाम्रो झन्डै 26 खर्बभन्दा बढी वैदेशिक ऋण छ। झन्डै 18 खर्बभन्दा बढी परदेशका नाममा हामी पालिराखेका छौँ। 298% भन्दा बढी कर तिरिराखेका छौँ। विदेशमा काम गर्न नेपालीहरू बाध्य छौँ। अनि देश कसरी बलियो हुन्छ? त्यो भए हुनाले अर्को एउटा लास्ट मैले भने, घुस खाने हात राज्यको जरो काट्ने हात हो। अन्याय सहने शासक चोरभन्दा ठुलो अपराधी हो। न्याय ढिलो भए राज्य छिटो ढल्छ। आज त्यही भएन, भ्रष्टाचारै भ्रष्टाचार छ, व्यतिथि छ। हामी आज ट्राई गरिराखेका छौँ। पहिला केपी ओली फाल्यौँ, सुशीला कार्की ल्यायौँ, सुशासन हुन्छ कि भन्यो। तर अहिले पनि वाइट बडी काण्डहरू, यानसेल, 4G, मेलम्ची, गिरिबन्धु टी स्टेट, अहिले मात्रै हामीले संसदमा हिजो उठाएको भुटानी शरणार्थी, त्यति मात्र होइन, भिजिट भिसा प्रकरणका नायिकीहरू आज खुलम खुला हेरिरहेका छन्। यहाँ प्रधानमन्त्रीको कुर्सी परिवर्तन गरेर देश बन्दो रहेछ त? देश बन्नका लागि सिस्टम चाहिँदो रहेछ। सिस्टम चाहिनका लागि संविधान नयाँ चाहिएको छ। यो देशमा जबसम्म हामीले व्यवस्था परिवर्तन गर्दैनौँ तबसम्म देशका जनताको अवस्था सुध्रिँदैन भन्ने लाग्छ। तपाईँहरू आउनुभएको छ, धेरै मैले लामो समय लगे जस्तो लाग्यो। तपाईँहरू सबैले पृथ्वी जयन्तीलाई हामीले यो राष्ट्रपिताका रूपमा आज यही ब्याङ्केटलाई पनि भन्छु, तपाईँहरूको अफिसमा पनि पृथ्वीनारायण शाहको फोटो राख्नुहोस्। आज अमेरिकाको जर्ज वासिङटनको फोटो राख्न हुने, अमेरिकामा, चीनमा माओ सेतुङको फोटो राख्न हुने, भारतमा महात्मा गान्धीको फोटो राख्न हुने, नेपालमा चाहिँ श्रीपाद बडा महाराज धिराज पृथ्वीनारायण शाहको फोटो किन नराख्न हुने? त्यही भएर अघिल्लो पटक हामी संसदमा जाँदै गर्दा सिंहदरबारभित्र पनि हामीले पृथ्वीनारायण शाहको फोटोलाई राखेका थियौँ। तपाईँलाई सबैलाई थाहा छ। यसलाई हामी व्यापक रूपमा बनाऊँ। तपाईँ सबैको साथ रहोस्, एकता गरौँ, मिलेर जाउँ। जय राष्ट्रवाद, जय नेपाल। सबैलाई धेरै धेरै धन्यवाद। आज यो पृथ्वी पथका लागि गरिएको आजको यो राष्ट्रिय सङ्कल्प, विकल्प होइन सङ्कल्पको राजनीतिको आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू र कार्यक्रमका सभापति महोदय, विद्वान वर्गहरू, सम्पूर्ण राष्ट्रवादी एकतालाई अगाडि बढाउनुपर्छ भनेर यहाँ आउनुभएका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा जय राष्ट्रवाद, ज्ञान अभिवादन छ। सबभन्दा पहिलो कुरा, अब यो पृथ्वी पथको कुरा भयो र श्रीपाद बडा महाराज धिराज पृथ्वीनारायण शाह हाम्रो देशको राष्ट्रपिता हुन् या राष्ट्र निर्माता हुन्। हामीले यो कुरा दुई मत छैन, तर हामीले यसलाई चाहिँ अब कसरी, अहिले पनि नेपालका कयौँ सरकारी कार्यालयमा गइन्छ, कयौँ निजी कार्यालयमा गइन्छ, त्यहाँ बडा महाराज धिराज पृथ्वीनारायण शाहको फोटो राखेको देखिँदैन। तर तपाईँ चीन जानुभयो भने माओ सेतुङको फोटो देख्नुहुन्छ,
तपाईँ भारतमा जानुभयो भने महात्मा गान्धीको फोटो देख्नुहुन्छ र स्वयं अमेरिकामा जानुभयो भने जर्ज वासिङटनको फोटो देख्नुहुन्छ। तर आज नेपालका सरकारी कार्यालयहरूमा, निजी प्राइभेट कार्यालयहरूमा चाहिँ अर्थात् तपाईँको निजी अफिसहरूमा, आफ्ना अफिसहरूमा चाहिँ राष्ट्रपिता श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहको फोटो किन राखिँदैन? त्यही भए हुनाले यो आज अपिल गर्न चाहन्छु। किनभने तपाईँ कसले राष्ट्र संस्था मान्नुहुन्छ कि मान्नु हुँदैन, कसैले मान्ने कि नमान्ने त्यो विषयवस्तु फरक कुरा हो। श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाह फरक कुरा हो। आज यो देश नेपाली हुँ जसले भन्छ उसले तपाईँको श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहको फोटो राख्नुपर्छ। यो चाहिँ सबैलाई अपिल पनि गर्न चाहन्छु। र साथसाथै अब अहिले हामीले राष्ट्र निर्माताका रूपमा पुस 27 गते हामीले जयन्ती मनाउँदैछौँ। यो जयन्तीका लागि राष्ट्रवादीहरूको लामो सङ्घर्ष भयो। 2064 साल पछाडि विशेष गरेर आन्दोलन भयो। कयौँ साथीहरूको टाउका फुटे, कयौँ साथीहरू घाइते भए, कयौँ लड्नु पर्यो, कयौँ जेल परे। तर यसलाई संस्थागत गर्ने भन्ने कुरा अघिल्लो पटक प्रतिनिधि सभामा हामी गइसकेपछि तत्कालीन सरकारसँग हामीले पहिलो मुद्दा नै श्री 5 बडा महाराज धिराजलाई राष्ट्र निर्माता गर्ने, नेपालको राजपत्रमा अङ्कित गर्ने भनेर त्यो पारित गरिसकेपछि अहिले लागू भएको छ। यसका लागि तपाईँ सबैको सहयोगका लागि पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यस पछाडि अब अहिले विशेष गरेर श्री 5 बडा महाराज पृथ्वीनारायण शाहको दिव्य उपदेशमा यदि यो देश चलेको भए सम्भवतः यो हालत हुँदैन थियो जस्तो मलाई लाग्छ। तपाईहरूलाई आज कतिको कुरा थाहा छ आज हाम्रो देशको अवस्था के छ। हिजो मात्रै तपाईहरूले बुझिहाल्नुभयो, भेनेजुएलाको राष्ट्रपतिलाई अमेरिकाको सेनासहित गएर उठाएर ल्यायो। भोलि हाम्रो देश नेपालमा कुनै पनि विदेशीले राष्ट्रवादका लागि काम गरेको मान्छेलाई त्यस्तो गर्दैन भन्ने केही ग्यारेन्टी छ? हाम्रो देशको सुरक्षा संयन्त्र बलियो छ। विदेशीको एउटा फाइटर जेट मात्र आउने बित्तिकै त्यसलाई तपाईँको प्रतिरक्षा गर्ने हामीसँग मान्छे बोक्ने हेलिकप्टरले सक्छ त? हामीसँग फाइटर जेट खै, मिसाइलहरू खै, हाम्रो सेनाको ड्रेस मात्रै छ। अब हामीले किताबमा पढेका थियौँ, हिजो अस्ति अङ्ग्रेजलाई युद्ध लडाउँदाखेरि हामी खुकुरीले, भालाले, तरबारले लडेर नेपाल आर्जेको भनेर आज पनि पढ्छौँ। दुनियाँ कहाँ पुगिसक्यो, हामी त्यही खुकुरी बोकेर हिँडिराखेका छौँ अहिले त। आज हेर्नुहोस् त हाम्रो देशको के छ अवस्था। ल नेपालको अहिलेको रक्षा संयन्त्र के छ एकछिन हेर्नुहोस् त, के छ हामीसँग? त्यो तोप छ होइन, सायद लाग्छ मलाई यो तोप चाहिँ 16औं 17औं शताब्दीको होला एउटा तोप छ। अनि विदेशीले दिएका अलि त्यो ट्याङ्करवाला गाडी छन्। आर्मीको हेलिकप्टर देख्नु भएको छ नि तपाईँले, एयरपोर्टमा राखेका हुन्छ, एउटा प्लेन राखेका हुन्छ। कति वर्ष पुरानो हो? सायद मलाई लाग्छ 30-35 वर्ष त भयो होला हो, तिनीहरू त्यति पुरानो होला, हामी जन्मिँदाखेरि किने जस्तो लाग्छ। अनि भोलि कुनै विदेशी राज्यले यदि हाम्रो देशमाथि आक्रमण गर्यो भने हामीसँग उनीहरूसँग प्रतिरक्षा गर्न सक्ने हामीसँग कुनै क्षमता नै छैन, त्यो बिल्डअप नै गरेको छैन। अनि देश कसरी सुरक्षित हुन्छ र यहाँको नेतृत्वले चाहिँ यो देशको हितमा चाहिँ कसरी काम गर्न सक्छ? त्यो भए हुनाले पृथ्वीनारायण शाह श्री 5 बडा महाराज धिराजले भन्नुभएका दिव्य उपदेशहरू हामीले यदि लागू मात्र गर्न सकेको भएको भए सम्भवतः अहिले यो देशमा न मार्क्सवाद चाहिन्छ न लेनिनवाद चाहिन्छ। किनभने समाजवाद कसरी बनाउने भन्ने कुरा उहाँले दिव्य उपदेशमा भन्नुभएको थियो। जस्तो पहिलो एउटा दिव्य उपदेश मेरा लागि होइन भन्नुहुन्छ उहाँ। मेरा लागि होइन, म मरेपछि आउने सन्ततिका लागि हो यो देश। मेरा लागि होइन, म पछि मरेर यो देश मेरा लागि होइन, म पछि आउने सन्ततिका लागि हो। राज्य कमाइने वस्तु होइन, जोगाइराख्ने धरोहर हो भन्नुहुन्छ पहिलो दिव्य उपदेश। आज यो कुरा केपी ओलीले थाहा पाइदिया भए हिजो हेलिकप्टर समातेर भाग्नु पर्थ्यो। कमसेकम यही मात्रै पढेको भइदिया भए। अहिलेको प्रधानमन्त्रीले पनि यो पढ्नुपर्छ। उहाँले जुन गतिविधि गरिराख्नु भएको छ त्यो गतिविधिले राज्य सुरक्षित हुँदैन भन्ने कुरा पहिलो दिव्य उपदेश श्री 5 बडा महाराज धिराजले भन्नुभएको छ। अर्को, नेपाल दुई ठुला ढुङ्गा बीचको तरुल हो, जसले सन्तुलन गुमायो त्यो चकनाचुर हुन्छ,
उत्तर र दक्षिणसँग नझुक्नु नठोकिनु बुद्धिले टिक्नु भन्नुभएको छ। आज के हो हाम्रो देशमा? यही दिव्य उपदेश केपी ओलीले थाहा पाइदिया भए, चीनको सैनिक परेडमा सहभागी नभइदिएको भए आज देशको हालत अर्को हो। आज पनि के गर्छौँ हामी? अलिकति रिस उठो चीनलाई गाली गर्यो, टिओबी ग्याङ देख्नुभयो बजारमा छरपष्टै छन्। अलिकति रिस उठो भारतलाई गाली गर्यो अनि राष्ट्रवादी भइहाल्यो। यो किसिमको परम्परा छ यहाँ। हामीले त यो दुईटै देशसँग सन्तुलन कायम गरेर राजा महेन्द्रले प्राप्त गर्नुभएको थियो। यही दिव्य उपदेशमा सायद टिकेर उहाँले पञ्चशीलताको आधारको परराष्ट्र नीति अवलम्बन गर्नुभएको थियो। त्यो कुरा चाहिँ हामी किन गर्न सक्दैनौँ? जसरी राजा महेन्द्रले चीनलाई साथमा राखेर, भारतलाई साथमा राखेर ब्यालेन्स गरेर, हुँदा हुँदा रसियालाईसम्म ब्यालेन्स गरेर आज नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बाटो बनाइयो, 44वटा संस्थानहरू बनाइए। भारतमा नभएका उक्खु कम्पनी फ्याक्ट्रीहरू नेपालमा थिए, बाँसबारी छाला उद्योग थियो। अहिले पनि तपाईँको नेपालको हेटौडा टेक्सटाइलदेखि लिएर हामीले अहिले पढ्ने एसइजेड स्पेसल इकोनोमिक जोन भन्छ, त्यो हामीले 2022 सालमा लागू गरेका छ यो देशमा। जो कन्सेप्ट अहिले भारतले 2010बाट लागू गर्यो यो कन्सेप्ट। भने यो कुरा हामी किन अहिलेको शासकहरू बुझ्दैन? हामीले त छिमेकीसँग लड्यो भने हालत के हुन्छ भन्ने कुरा हिजो भेनेजुएला हेरे भयो। बिना कसुरमा अर्को कसैले उस्काएको भरमा छिमेकीसँग लड्न गयो भने के हालत हुन्छ भन्ने युक्रेनबाट सिके हुन्छ नि त। कस्तो थियो युक्रेन एकछिन सम्झिनु त। म त्यही भएर यो देशलाई बचाइराख्नका लागि श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहका दिव्य उपदेश आवश्यक छ। युक्रेनले रसियासँग न्यु नखोजेको भए आज युक्रेनको हालत यो हुन्थ्यो।